यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बाबुलाई पनि खोरमा लगेर थुन्न तयार छु। त्यो दृढता साथ हामी अगाडि बढेका छौं। एक सरल मान्छे सधैँ साधक हुन्छ, स्वच्छ हुन्छ, अर्थात स्वच्छ मान्छे सधैँ साधक हुन्छ। त्यही स्वच्छ र साधक मान्छेका भनाइ हुन् यी, अथवा उहाँकै बोली हो यो। आज म उहाँकै बोली बोल्दैछु। म शिव प्रकाश, आदरणीय मित्रजन, आत्मीयजन, सादर नमस्कार। उहाँ हुनुहुन्छ सम्माननीय अर्थात श्रीमान सुशीला कार्की। श्रीमानको अर्थ यहाँहरूले बुझ्नुभएको होला, प्रधान न्यायाधीशज्यूहरूलाई अर्थात न्यायाधीशज्यूहरूलाई पूर्व होस् या बहालवाला हामी श्रीमान भन्ने गर्दछौँ। त्यो एउटा सम्बोधन हो, भित्रबाट आउने सम्बोधन। आजसम्म मैले कुनै पनि प्रधानमन्त्रीलाई बोल्दाखेरि सम्माननीय शब्द प्रयोग गरेको थिएन। आज भित्रैबाट आउँछ। भित्रैबाट आएको कुरालाई त निकाल्नु पर्यो। यो पनि एउटा विचार हो। विचार जहाँबाट पनि चुइन्छ, जिब्रोबाट पनि चुइन्छ, लेखबाट पनि चुइन्छ, जहाँबाट पनि चुइन्छ। आज चुइरहेको छ। उहाँप्रति श्रद्धा लागेर मैले श्रीमान र सम्माननीय दुवै शब्द प्रयोग गरेको छु। हिजो मात्रै व्यक्त गर्नुभएका यी कुराहरू हुन् उहाँले। यसमा केही विवाद अथवा केही हामीलाई कन्फ्युजन भएको छ। स्वर्ग गएको मानिसलाई कसरी खोरमा लगेर थुन्ने। अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने शब्दका सीधा तीनवटा अर्थ हुन्छन्। शब्दले तीनवटा अर्थ सीधा बोकेको हुन्छ। त्यो हो अभिधा, लक्षणा र व्यञ्जना। अर्थात हामीले अभिधाको रूपमा मात्र नबुझेर लक्षणा र व्यञ्जनाका रूपमा मात्र यसलाई बुझ्दाखेरि के हुन्छ भने स्वर्ग या नर्क जहाँ होस्, अर्थात जहाँ भए पनि, जुनसुकै अवस्थामा भए पनि भ्रष्टाचार गरेको भेटियो भने तिनलाई हामी थुन्छौं, कानूनको दायरामा ल्याउँछौं भनेर भन्न खोज्नु भएको। प्रधानमन्त्री भन्नुहुन्छ, म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म ओमजी, वर्तमान गृहमन्त्री ओम प्रकाश अर्याल र मेरा श्रीमान थियौं। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिन, मेरो विधा परेन भनेकी थिए। म यतातिर लाग्दिन भनेर त्यहाँबाट हिँडेकी पनि हुँ। म त्यसरी हिँड्दा देशलाई यस्तो अप्ठ्यारो परेको बेला, देशले खोजेको बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। यहाँनिर म दोहोर्याउन चाहन्छु, राष्ट्रपतिले उहाँको अगाडि एउटा यक्ष प्रश्न तेर्स्याइदिनु भयो। देशलाई यस्तो अप्ठ्यारो परेको बेला, देशले खोजेको बेला जिम्मेवारी नलिने भनेर। र म उहाँको भनाइलाई अगाडि बढाउँछु। जेएनजी युवाहरू मेरै घरमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो, प्रधानमन्त्री बन्नुपर्छ भनेर धुरु धुरु रुनुभयो। यसलाई मैले फेरि दोहोर्याएँ, प्रधानमन्त्री बन्नुपर्छ भनेर धुरु धुरु रुनुभयो। मैले ती निर्दोष बालबालिकाका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नै पर्छ भन्ने लाग्यो र एउटा अठोट साथ अगाडि आएँ। मैले ती निर्दोष बालबालिकाका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नै पर्छ भन्ने लाग्यो र एउटा अठोट साथ अगाडि आएँ। हामी शहीद परिवार, घाइते र त्यो प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागि परेका छौं र बलिदानी दिने शहीदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौं, बोलेको पुर्याउँछौं। सोचौं त कस्तो अवस्थामा उहाँले सत्ता सम्हाल्नु भयो। यदि उहाँले म यो सक्दिन भनेर हिँड्नु भएको भए के हुन्थ्यो होला, अनुमान गर्नु। म अगाडि बढाउँछु। उहाँले अगाडि भन्नुभयो, हामी चुनावमा केन्द्रित छौं, प्रत्येक दिन यसै गरी छलफल र गृह कार्य गर्छौं, कामको प्रगति विवरण लिन्छौं, समस्याहरू फुकाउन लागि परेका छौं, अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदैछौं, आत्मविश्वास उठाउँदैछौं। को मनोबल पनि बढ्छ, भागेका कैदी बन्दीहरू पनि समातिन्छन्। 35 वर्षसम्म मनोबल गिराउन लागि परेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। 35 वर्षसम्म मनोबल गिराउन लागि परेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौं? तर हामी मनोबल उठाउन लागेका छौं। उठ्छ, किनकि हामी सपार्ने दिशामा छौं। अब यहाँ विदेशीका कुरा पनि आयो, विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो।
तर यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर यसो नगर भनेको छैन। हामी राजदूत सिंहदरबारमा भेट्छौं, बालुवाटारमा भेटेका छैनौं। हामी राजदूत सिंहदरबारमा भेट्छौं, बालुवाटारमा भेटेका छैनौं। सोचौं त केही अगाडिसम्म नेपाली छापामा प्रशस्त आउने समाचार मध्ये एउटा हुन्थ्यो, फलाना देशका राजदूतले अथवा गुप्तचरले, अथवा सिधै भन्दाखेरि धेरै जसो रूपमा भारतीय राजदूत र भारतीय गुप्तचर रका एजेन्टहरूले ब्याकडोरबाट प्रधानमन्त्रीको बेडसम्म गएर भेटे अथवा त्यो ब्याकडोर प्रयोग गरेर प्रधानमन्त्रीको बेडसम्म पुग्छन् छिमेकी देशका राजदूतहरू भन्ने प्रशस्त समाचारहरू आउँथे। तर अहिलेका वर्तमान प्रधानमन्त्रीले स्पष्ट पारिदिनुभयो, हामी सिंहदरबारमा मात्र भेट्छौं र अहिलेसम्म प्रधानमन्त्री निवास वा क्वार्टरमा हामीले कसैलाई भेटेका छैनौं र कसैले हामीलाई यो गर उ गर पनि भनेको छैन। म अगाडि बढ्छु। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो। एउटा कुरा चाहिँ के हुन्छ भने कुनै पनि कुशासक भन्नाले भ्रष्टाचारी, दुराचारी, क्रूर, अत्याचारी जहिले पनि त्यो कुशासकले, संसारैभरिका कुशासकहरूले जप्ने सबैभन्दा ठूलो मन्त्र राष्ट्रवाद हो र विदेशी हस्तक्षेपको हतियार प्रयोग गरेर जनतालाई तर्साएर आफूलाई शक्तिशाली बनाउने र देखाउने हतियार हो त्यो कुरा हामीले बुझ्न जरुरी छ। यहाँ अर्को अनौठो चलन पनि देखियो। त्यो के भने काम गर्न नदिने अनि ब्यातै पछि काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौं, हामी रोकिदैनौं। जतिसुकै बाधा र अवरोध भए पनि फुकाउँदै अगाडि बढ्छौं। यहाँ न्यायाधीशका कुरा पनि उठे, संसद विघटनमा भएका निर्णयका कुरा पनि आए। के न्यायाधीशलाई संसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानले लेखेको छ। भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थिति हुँदा किन प्रश्न? अचम्म छ। वास्तवमै हो, त्यो एउटा असामान्य परिस्थितिले यो सरकार बनेको हो। यो जनताको सरकार, क्रान्तिको सरकार। त्यसकारणले यसलाई हामीले बुझ्न जरुरी छ। वास्तवमा उहाँले अगाडि भन्नुभयो, कहिलेकाहीँ त लाग्छ हाम्रो नेपाली समाज कुरै कुरामा मात्र बाँचेको छ, काम गर्नु छैन। हाम्रो नेपाली समाज कुरै कुरामा मात्र बाँचेको छ, काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ, तर यहाँ राजनीति मात्र गरेको छ, राजनीति गरेरै आर्यघाट जाने। उहाँ प्रश्न गर्नुहुन्छ, राजनीति गरेरै आर्यघाट जाने, कहिले सत्ता, शक्ति र पैसाबाट टाढा नरहने? वास्तवमा यो प्रश्न आज जटिल बनेको छ। उहाँले अगाडि भन्नुभयो, मैले गोली लागेका ती रक्ताममा युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागर बीच नारा लगाइरहेका ती युवाको त्यस बेलाको भाव भङ्गी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ। मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको बेला त्यो जनसागर बीच नारा लगाइरहेका ती युवाको त्यस बेलाको भाव भङ्गी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ। म पहिलेदेखि लडाकु हुँ। मेरो परिवारका अरू सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौं भनेको पुर्याउँछौं। अर्थात् यहाँनेरि म अलिकति मलाई लागेको कुरा भन्न चाहन्छु। उहाँले परिवार भन्नुभयो। परिवार भनेर उहाँका दाजुभाइ, दिदी, बहिनी सायदै भन्नुभएको होइन र किंचितै भन्नुभएको होइन। उहाँले भनेको आफ्नो मन्त्रीमण्डल, जसलाई उहाँले परिवार ठान्नु भएको छ, र ती मन्त्रीमण्डलका सबै सदस्यहरू लडाकु स्वभावकै हुनुहुन्छ। यसलाई म अहिले पछि फेरि उहाँको यो अलिकति बाँकी छ भनाइ यो सिद्ध्याएर फेरि म त्यसमा आउँछु अलिकति। र अनिलजी अर्थात अनिल कुमार सिन्हालाई अनुरोध गरेर ल्याएकी हुँ, मन्त्री बनाएकी हुँ। उहाँ जस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस् हामी के गर्दैछौँ, हेर्दै जानुहोस् हामी के गर्दैछौँ। हामीले अब अलिकति धैर्य र प्रतीक्षा गर्न
जरुरी छ जस्तो लाग्यो। हेर्दै जानुहोस्, हामी के गर्दैछौँ। हिजो थन्क्याइएका फाइल खुलाउँदैछौँ, कति त समातिसकेका छन्, कतिलाई समात्दैछौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुबालाई पनि लगेर खोरमा खुन्न तयार छु। यो दृढता साथ हामी अगाडि बढेका छौँ। यो भनाइ हो सम्माननीय प्रधानमन्त्री श्रीमान प्रधानमन्त्री सुशीला कार्कीज्यूको हिजोको जेएनजी सहितको एउटा भेटवार्ता अथवा एउटा छलफलमा उहाँले यो विचार व्यक्त गर्नुभएको। त्यहाँ राजनीतिक दलका प्रतिनिधिहरू पनि थिए। अब अहिलेको सरकारमा वास्तवमा भन्नुपर्दा अघि मैले भने नि कि मेरो परिवार भनेर भन्दा अहिलेको सरकारमा वास्तवमा उहाँ जस्तै सादगीका सारथीहरू हुनुहुन्छ। सबै लडाकु हुनुहुन्छ। भ्रष्टाचार, दुराचार, कुशासनको पहाडमा उभिएको एउटा क्रूर अर्थात् जनता र देशप्रति अति निर्दयी कुशासकसँग लडेका, भ्रष्टाचार, दुराचार, कुशासनको एउटा पहाडमा उभिएको र एउटा क्रूर अर्थात् जनताप्रति सधैँ निर्दयी एउटा कुशासकसँग लडेका लडाकु योद्धाहरू हुनुहुन्छ। प्रधानमन्त्री सम्माननीय सुशीला कार्कीदेखि लिएर सबै मन्त्रीहरू। हामीले यो कुरा हामीलाई थाहा छँदैछ, हामीले थाहा पाएका छौँ र आशा गरौँ, निराशा नहौँ। अहिले सम्माननीय सुशीला कार्कीको सरकार आइसकेपछि भएको सबैभन्दा ठूलो उपलब्धि के होला भनेर यसो सोच्दाखेरि तपाईहरुलाई के लाग्छ? मैले एउटा ठूलो उपलब्धि फेला पारे। त्यो सानो कुरा पनि मैले शेयर गर्न चाहे। त्यो के हो भने अहिले कमसेकम सम्माननीय प्रधानमन्त्री सुशीला कोइरालाको सरकार गठन भइसकेपछि कमसेकम नोटका बिटामा बाँधिएर न्यायले घाँस खाएको छैन। मैले यसलाई फेरि दोहोर्याएँ। अहिले कमसेकम नोटका बिटामा बाँधिएर न्यायले घाँस खाएको छैन, निष्ठाले बिष्टा खाएको छैन, इमानले आची खाएको छैन र धर्मले जुठेल्नोमा मुख गाडेको छैन। यो ठूलो उपलब्धि हो। तपाईहरुलाई के लाग्छ, हो कि होइन? सतहमा देखिने उपलब्धि नभए पनि यो एउटा पिरामिड शैली, अदृश्य पिरामिड शैलीमा उभिएको ठूलो उपलब्धि हो। मलाई लाग्छ यो उपलब्धि आज 30 वर्षपछि, 35 वर्षपछि, 50औं वर्षपछि, 100औं वर्षपछि देशले पाएको छ। किनभने सबै अहिले फेरि सबै लथालिङ्ग छ, भताभुङ्ग छ। यो लथालिङ्ग र भताभुङ्गको बीचमा उभिएर नाङ्गा आँखाले हेर्दा निराशा मात्रै देखिन्छ वास्तवमा। तर त्यही निराशा अर्थात् अँध्यारोको बीचमा उभिएर एउटा आशाको दियो, मनमा एउटा आशाको दियो जलाउन सकियो भने त्यो निराशालाई चिर्न पनि सकिन्छ। त्यो निराशालाई चिर्न जरुरी छ र भनौं सरकार तिमीलाई असफल हुने छुट छैन र तिमीलाई असफल हुन हामी दिदैनौं र भनौं त्यो सफलताको सिंढी म पनि हुँ। त्यो सफलताको, सरकारको सफलताको एउटा सिंढी म पनि हुँ। म अर्थात् म जनता, म अर्थात् म आम जनता, म अर्थात् म एक व्यक्ति होइन, म एक नागरिक पनि त्यो सफलताको, यो सरकारको सफलताको सिंढी हुँ र म जिम्मेवार बन्नुपर्छ। जेनजी पुस्ताले पनि त्यत्तिकै जिम्मेवार बन्नुपर्छ। अर्को भिडियोमा सायद केही जटिल प्रश्नहरू जेनजी पुस्ताले उठाएका केही जटिल प्रश्नहरू जस्तो संविधान संशोधनका कुराहरू, कार्यकारी प्रधानमन्त्रीका कुराहरू, निर्वाचन प्रणालीका कुराहरू केही छन् मलाई लागेका र यस अगाडि मैले विभिन्न पत्रपत्रिकामा लेखेर व्यक्त गरेका विचारहरू लिएर म आउनेछु छोटकरीमा। र अहिलेलाई सबै नागरिक, हरेक नागरिकले प्रश्न उठाउनु भन्दा अगाडि जिम्मेवारी प्रति पनि बोध हुन अथवा जान्न, बुझ्न, त्यो ग्रहण गर्न जरुरी छ। मैले नागरिक कर्तव्य भुल्नु हुँदैन भन्ने कुरा बुझ्न अहिले ज्यादै जरुरी छ। त्यति गर्न सकियो भने सरकार सफल हुन्छ। क्रान्तिले बाटो पहिल्याएर
एउटा दिशा निर्धारण गर्छ र देशलाई बदलिदो अवस्थामा लगेर यो जनताको शासन हो भन्ने अनुभूति, यो जनताको सरकार हो भन्ने अनुभूति भोलिको सरकारले दिन सक्छ। धन्यवाद। नमस्ते। शुभकामना।